आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश। शान्त रहनुहोस् र अगाडि बढिरहनुहोस्। जय मसीह। आज शनिबार मार्च 14 तारिक फागुन 30 गते। आजको बाइबल खण्ड प्रस्थानको पुस्तक 14 अध्यायको 14 पदबाट रहेको छ र यहाँ यसरी लेखेको छ, परमप्रभुले तिमीहरूका निम्ति लड्नुहुनेछ, तिमीहरू केवल स्थिर बस। दोस्रो विश्वयुद्धको समयमा बेलायती सूचना विभागले घर घरमा प्रचारका लागि 3वटा पोस्टरहरू तयार गरेको थियो। पहिलो पोस्टरले भन्थ्यो, तपाईको साहस, तपाईको हर्ष, तपाईको संकल्पले हामीलाई विजय दिलाउनेछ। दोस्रोले भन्थ्यो, स्वतन्त्रता जोखिममा छ। तेस्रो र सबैभन्दा प्रसिद्ध पोस्टर थियो, शान्त रहनुहोस् र अगाडि बढिरहनुहोस्। विभागले तेस्रो पोस्टर 2,45,000 प्रति छाप्यो, तर ती पोस्टरहरू कहिले सार्वजनिक रूपमा प्रदर्शित भएनन्। त्यो नारा ब्रिटेनका मानिसहरूको सोचबाट करिब करिब गायब भइसकेका थिए जब एउटा पुस्तक पसल सञ्चालक स्टुअर्ट र मेरी म्यानली नामक दम्पतिले पुराना पुस्तकहरूको बाकसमुनि त्यो पम्पलेट फेला पारे। फारोका रथहरू पछाडिबाट मोसाला लखड्दै आएका थिए अनि उनको अगाडि लाल समुद्र थियो। यसरी उनी बडो कठिन अवस्थामा फँसेका थिए। त्यही समयमा परमेश्वरले मोसालाई यी निर्देशनहरू दिनुभयो, यी मिश्रीहरू जसलाई तिमीहरूले आज देखेका छौ, उनीहरूलाई तिमीहरू फेरि कहिले देख्ने छैनौ। परमप्रभुले तिमीहरूका निम्ति लड्नुहुनेछ, तिमीहरू केवल स्थिर बस। यो कुरा तपाईँले प्रस्थानको पुस्तक 14 अध्यायको 13 र 14 पदमा हेर्न सक्नुहुन्छ। त्यस्तो अवस्थामा शान्त रहनु र अघि बढिरहनु भन्ने कुरा निकै डरलाग्दो सुनिन्छ, होइन त? यदि मिश्रका रथहरू तीव्र गतिमा सधैँ तपाईँतिर आइरहेका थिए भने त्यो बेला सबैभन्दा कठिन काम के हुनेछ? स्थिर रहनु। जब हामी आफूलाई यस्तो अवस्थामा पाउँछौँ, हामी केही गर्न चाहन्छौँ, चाहे त्यो जेसुकै होस्। हामीसँग वेग र ऊर्जा हुन्छ जसले सकेसम्म चाँडै समस्याहरू समाधान गर्ने प्रयास गर्छ। तर यी त्यस्ता जाँचहरू हुन् जसले भरोसा प्रकट गरिदिन्छन्। कहिलेकाहीँ परमेश्वरले हामीलाई त्यस्तो ठाउँमा लैजानुहुन्छ जहाँ हामीसँग उहाँ बाहेक अरू कतै फर्कने ठाउँ हुँदैन। के तपाईँ आज त्यही ठाउँमा हुनुहुन्छ? त्यसो हो भने परमेश्वरको शक्ति, प्रेम र विश्वासयोग्यतामा भरोसा गर्नुहोस् अनि उहाँले तपाईँलाई यी सबै परिस्थिति पार गराएर सुरक्षित रूपमा ल्याउनुहुनेछ। यसकारण जस्तोसुकै परिस्थितिमा पनि शान्त रहनुहोस् र अगाडि बढिरहनुहोस्। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह। आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नक्खु, ललितपुर। मोबाइल नम्बर 98 082 048 70। इमेल ठेगाना mos.radioministry@gmail.com। आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्। तपाईको आजको दिन आशिषमय रहोस्। जय मसीह।